साथीहरू रात्रिकालीन अभिवादन। हामी यति बेला चाहिँ नि टिभी मैदानमा ढलाउनको लागि यहाँ तयारी गर्दैछौँ। यहाँ हाम्रै पम्प आएर फिट भइसक्यो, अब यो सेट हुन बाँकी छ, सेट गर्दैछन्। यहाँ अब लाइन लेभलको कामहरू यो दिउँसै आएर ढलाउनु पर्ने, अलिकति मौसमले साथ नदिँदाखेरि सकेन। त्यस्तो कि माटो एकैछिन काम पानी परे पछाडि यो अहिले पनि यसरी छिटाइराखेको छ पानी। त्यसो राजा ठिक छ? अरू बा अरू केही भन्नु छ? आजको काम चाहिँ पानीले गर्दा अलि हल्का अस्तव्यस्त भएको थियो, तर बेलुका चाहिँ अब हल्का मौसम खुल्यो, वातावरण मौसम खुल्यो अनि काम चाहिँ भइरहेको अवस्था छ। यो टोली होल नाइट टोली त होला नि, होइन? होल नाइट टोली यो रातिको सिफ्टको हाम्रो टोलीहरू हुन्। हेर्नु होला, अब सधैँभरि जोडिरहन्छौँ र यसरी नै मेहनत गरेर यो प्रोजेक्टलाई सघाउनेछौँ। साथ सहयोग बनाइराख्नु होला। लाइक कमेन्ट सब्सक्राइब गरेर हामीलाई सपोर्ट गर्दै गर्नु होला। धन्यवाद। म साइट इन्जिनियर नरेन्द्र सिंह म आफ्नो तर्फबाट यति नै भन्न चाहन्छु। धन्यवाद। अति राम्रो विचार, अति उच्च विचार। उहाँकोलाई पनि गरिदिनु होला। सही हो। हजुर अहिले यो चाहिँ रेकर्डेड हो, पछि चाहिँ चल नहीं देखे माथिल्लो भागमा पनि हामी डन्डी बाँध्दै अब यहाँसम्म आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ। के छ भाइ? के हेरिरहेको यहाँ? भिडियोले काम गरिराखेर अहिले अब फर्मा खोल्ने तयारी हुँदैछ यहाँ। माथि
गएर चाहिँ हामी सबै डन्डी बाँधेर अब हामी यहाँसम्म आइपुग्यौँ। यतापट्टि आज चाहिँ सोलिङ पिसिसीको काम यहाँ पनि भइसक्यो बाँकी रहेको भागमा। अब थोरै 2टा ब्लक बाँकी छ, त्यो पनि हामी भोलिसम्म गर्दा तपाईँको सोलिङ पिसिसी पनि सकिन्छ। हाम्रो इन्जिनियर भाइ हेर्दै हुनुहुन्छ। रेडी अवस्थामा हो। माथि पम्प छ, फर्मास भएर मिनेटले लाइन लेभल चेक गर्दैछन्। हामी एकछिन ब्लकमा पुग्छौँ। हामी यो 30 ब्लकमा छौँ। यो बाँकी रहेको भाग आज बनाउन सकेन। अब आज चाहिँ यसको टेक्निकल सबै कुराहरू सिद्धिसक्यो। भोलि बिहान ढिलोमा 8 बजेदेखि यहाँ ढलान सुरु हुन्छ। यसको अर्को ब्लक पनि हेर्न सक्नुहुन्छ। यहाँ भर्याङभन्दा तलको पार्ट चाहिँ एउटा ढल्नकै लागि लगभग तयारी भइसकेको छ। माथिको पार्ट चाहिँ अझै 2 दिन लाग्ने भइसक्यो। यो पनि सबै यसको पनि अब डन्डीको अन्तिम तयारीमा छ। राखेर सबै रेडी छ। त भोलि बिहान चाहिँ नि 8 बजेदेखि चाहिँ म एउटा ढलानको एउटा लाइभ दिउँला। इस साइडमा के भयो भन्ने सबैलाई चिन्ता थियो। यो सबै भएर अब यो ढलानको लागि चाहिँ तयारी भइसकेको छ। यसमा त भोलि तपाईँको यो आज नसकेको पनि यो भोलि चाहिँ यो पार्ट पनि 4-5 लाइन भयो भने हुन्छ भयो भने यो आज 27 4 दिनभित्रमा चाहिँ यो ब्लक हामी 31 गतेसम्म चाहिँ यो ब्लक पनि सबै ढलान गरेर सकाउँछौँ। त्यो चाहिँ ढलान भइसकेको एरिया हो। एक कुर्सीबाट साइडमा यसरी भर्याङ पनि छ। पारे पनि भर्खर भिडियो खिचेर काम भइराखेकै छ। भिडियो के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। साथीहरूलाई राम्रो लाग्यो भने चाहिँ अपडेट गर्दै जाउँला। त्यसै आफ्नो नराम्रो शब्द चाहिँ नबोल्नु होला।